हामी चाहिँ भर्खर ड्युटीबाट निस्क्यौँ। हिउँ परेको छ। धेरै हिउँ परेको छ। बिहानदेखिको हिउँ परेको परे छापकाट छैन। कपाल फुलेर सेतै भएको छ। के गर्नु यस्तै छ। हाम्रो राजु सर यस्तो छ ड्युटीको कपडा। ए हिउँमा भासिनु होला त्यस्तो नगरौँ। ल हेर के साह्रो यार। राजु सर दुई शब्द सर्लकै जाओस् त। यस्तो छ। ल हाम्रो कम्पनी यही हो काम गर्ने यत्रो लामो ल ल ल देखाउँ। कस्तो भइरहेछ राजु सर कस्तो भइरहेछ। ल ल बागो यस्तै छ। अनि यसरी हिउँ परिरहेछ यस्तो तरिकाले। ओए ड्युटी गर्ने ठाउँ चाहिँ यस्तो छ। हामीले चाहिँ अहिले ठक्क ड्युटी सकेर हिउँ ड्युटी सकेर चाहिँ अब रुम जान लाग्यो क्या। रुम जान लाग्यो गाडी आउन लाग्यो त्यही भएर बाहिर निस्केको। हिउँ यस्तो परिरहेछ। ए यता बनाउँ ल ए सुते झ्याप्पसँगले ल। अनि यस्तो छ ल गाइज यस्तो छ ल गाइज यस्तै छ।